धन्यवाद। कलमले कहिले बन्दुकसँग लड्दैन, तर इतिहास लेख्ने शक्ति कलमसँग हुन्छ। महान लेखक प्रेमचन्दले भन्नुभएको थियो, साहित्य राजनीतिभन्दा अगाडिको रागो हो। त्यसमा थोरै मैले पनि थप्न अनुरोध गरेँ। साहित्य एउटा ऐना हो जसले समाजको वास्तविक अनुहार मात्र देखाउँदैन, यसले भविष्यको सुन्दर परिकल्पनाको प्रतिबिम्ब प्रस्तुत गर्दछ। फेरि पनि धेरै धेरै धन्यवाद। आदरणीय प्रमुख अतिथिज्यू, अतिथिगण र मञ्चमा आसीन विद्वान आदरणीय व्यक्तित्वहरू र नेपाल तथा भारतका सम्पन्न कीर्तिमान लेखक साहित्यिक प्रेमी सबैमा फेरि पनि मेरो नमस्कार टक्राउन चाहन्छु, स्वीकार गर्नुहोला। म सर्वप्रथम त इन्फिनिटी सर्भिसेस प्राइभेट लिमिटेड प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि यहाँहरूले विभिन्न विधामा जुन पुस्तकहरू थिए त्यो विधालाई पक्कै पनि मनन गरेर यो छनौटमा पार्नुभएको छ, त्यसको लागि फेरि पनि धेरै धन्यवाद व्यक्त गर्दछु। म आज यहाँ एक लेखकको रूपमा मात्र उभिएको छैन, म यहाँ कर्णालीको दुर्गमतासँग बाँच्ने लाखौँ जनताको प्रतिनिधि बनेर उभिएको छु। मेरो कीर्ति परिकल्पना जाजरकोटलाई नेपाल लेखक पुरस्कार 2025बाट सम्मानित गर्ने निर्णयले मलाई स्पष्ट पारेको छ। नेपाली साहित्यको मूलधार अब केन्द्रको चौघेराबाट बाहिर निस्केर सीमाङ्कित भूगोलको आवाजलाई हृदयदेखि स्वीकार गर्दैछ। यो सामान मेरो लागि सर्वोच्च प्रेरणा हो, जसलाई म जाजरकोटको माटो, त्यहाँका जनताको पौरख र उनीहरूको अविचलित आशाप्रति समर्पित गर्दछु। मेरो कीर्ति परिकल्पना जाजरकोट कुनै विशुद्ध आख्यान वा काव्य विधाको पुस्तक होइन। यो त मैले मेरो अनुभवका आधारमा तयार गरेको एक गहन सामाजिक तथा अर्धराजनीतिक दस्तावेज हो। यसमा मैले सामाजिक अभियन्ता र सूक्ष्म वित्तीय विश्लेषकको आँखाले देखेको जाजरकोटको जीवन्त यथार्थ समेट्न प्रयास गरेको छु। परिकल्पना जाजरकोटले भन्न खोजेको गहिरो सन्देश एउटा जाजरकोटको माथि दुःख र अभावको बादल लागेको होला, तर त्यो बादल मुनि अथाह साहस, सङ्घर्षशील भावना र अपार मानवीय सौन्दर्यताको ज्योति दन्किरहेको छ। यो कीर्ति पीडाको इतिहास मात्र नभई यो त विपत्तिबाट पनि आशाको दियो बाल्न सक्ने कर्णालीका मान्छेहरूको अदम्य इच्छा शक्तिको घोषणापत्र पनि हो, जुन परिकल्पना जाजरकोट। यसले दुर्गमतालाई चुनौती दिएर आफ्नै पौरखमा विश्वास गरेर समृद्ध जाजरकोट निर्माण गर्ने स्थानीय परिकल्पनालाई राष्ट्रिय चेतनामा जोड्ने काम गरेको छ। जुन परिकल्पना जाजरकोटले, जसले कर्णालीको गरिबीलाई नेपालको समृद्धिसँग कथा बनाउन सफल बनेको छ। जुन परिकल्पना जाजरकोट। साहित्य तब मात्र राष्ट्रको सम्पत्ति बन्छ जब यसमा गाउँको धुलोको गन्ध, जनताको आँसुको नुनिलोपन, हाँसोको मिठास मिसिएको हुन्छ। म कृतज्ञ छु यो माटोको आवाजलाई निर्णायक मण्डलले सुनेर त्यसको उच्च सम्मान गरिदिनु भएको छ। त्यसलाई फेरि पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। हामी लेखकहरू इतिहासका साक्षी मात्रै होइनौँ, हामी सचेतका संवाद हौँ। हाम्रो कलमको धर्म हो, हामी न्यायको पक्षमा उभिन सक्नुपर्छ, असत्यको विपक्षमा आवाज उठाउन सक्नुपर्छ र मौन पीडालाई भाषामा बदल्न सक्नुपर्दछ। आजको यो पुरस्कारले मलाई आज ठुलो जिम्मेवारी दिएको छ। म सङ्कल्प गर्छु मेरो कलम अब झन् बढी सत्यको पक्षमा, मानवताको पक्षमा र समाजको साहसी तथा सकारात्मक परिवर्तनको पक्षमा लेखिनेछ।
यो अविस्मरणीय अवसरमा म फेरि पनि इन्फिनिटी सर्भिसेज प्राइभेट लिमिटेड प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईहरूले यो पुरस्कार स्थापना गरेर नेपाली साहित्यमा सकारात्मक हस्तक्षेप गर्नुभएको छ, त्यसको लागि पनि फेरि पनि धन्यवाद व्यक्त गर्दछु, जसले लेखकहरूको मनोबल उच्च बनाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक उचाइ बढाउने काम गरिरहेको छ। तपाईको यो प्रयास महान छ, हार्दिक शुभकामना छ। तपाईको यो साहित्यिक आन्दोलन सधैँ यसरी नै सफल, विश्वसनीय र भव्य बनोस्। त्यसैगरी यस मञ्चमा आज पुरस्कृत हुने सम्मानित सम्पूर्ण सबै स्रष्टा, कवि, साहित्यकार, नेपाल तथा भारतका जुन कवि र साहित्यकारहरू हुनुहुन्छ उहाँहरू सबैलाई सफलताको शुभकामना र यसैगरी यस मञ्चमा आसीन जुन आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ यहाँहरूलाई पनि यो एउटा कार्यक्रमको शोभा बढाउनको लागि उपस्थित सम्पूर्ण गेस्टलाई पनि धेरै धन्यवाद दिँदै अब हामीले पक्कै पनि हाम्रा विधा फरक होलान्, हाम्रा विचार फरक होलान्, तर हामी सबैको अन्तिम उद्देश्य एउटै हो, समाजलाई सुन्दर, चेतनायुक्त र विचारवान बनाउनु। तपाईका कृतिहरू नेपाली साहित्यका, भारतीय साहित्यका अमूल्य रत्न हुन सक्छन्। त्यसैले यो जुन कृतिहरू छन् यो अमूल्य सधैँ बनिरहोस्, यो शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अन्त्यमा म फेरि दोहोर्याउन चाहन्छु, परिकल्पना जाजरकोट मेरो व्यक्तिगत गौरवको गाथा होइन, यो एउटा राष्ट्रिय आशाको बीज पनि हो। यो पुरस्कारले मलाई सम्झाएको छ, कलमलाई कहिल्यै कमजोर नसम्झिनुहोस्, यो नै त्यो शक्ति हो जसले भूगोलको सीमा तोड्छ, जीवनको गरिबी मेटाउँछ र इतिहासलाई नयाँ उज्जवल दिशा दिन्छ। तपाईहरू सबैको माया प्रेरणाका लागि हृदयदेखि धन्यवाद। जय साहित्य, जय नेपाल, जय जाजरकोट। धन्यवाद सबैमा, नमस्कार। Thank you, Mr. Jai Bahadur Singh. We do have few remarks, but for now we are about to start our program.